नेपाल प्रिमियर लिग। नेपाल प्रिमियर लिगको दोस्रो एडिसन पनि सकियो। लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई परास्त गरी हिजो ट्रफी उचाल्यो र आजको यस भिडियोमा हामी नेपाल प्रिमियर लिगको केही राम्रा पक्षहरू र केही नराम्रा पक्षहरू औलाउन गइरहेका छौँ। सबैभन्दा राम्रो पक्ष भनेको त नेपाली फ्यान्स, नेपाली क्राउड नै हुनुपर्छ। क्रिकेटप्रतिको नेपालीको माया र प्यासनलाई चाहिँ मान्नै पर्छ है। लगभग हरेक म्याचमा क्राउड खच्चाखच, चाहे त्यो मङ्गलबार होस्, बुधबार होस्, बिदा होस् नहोस्, क्राउड भने भएभरको थियो। अनि यस्तो क्राउडमा खेल्नुको मजा नै छुट्टै हुन्छ, म्याच हेर्नुको मजा नै बेग्लै हुन्छ। त्यसो भएपछि देश विदेशका खेलाडी कीर्तिपुरमा खेल्न आतुर हुनु स्वाभाविक नै हो। विदेशबाट आउने खेलाडीको स्तर, नाम, इम्प्याक्ट र लेगेसी बढ्दो क्रममा छ। अघिल्लो सिजनमा शिखर धवन, मार्टिन गुप्तिल भने अहिले फाफ du Plessis आउनु नेपाली क्रिकेटर्स र फ्यान्सका लागि निकै राम्रो कुरा हो। अन्य क्वालिटी प्लेयर्सहरू पनि आए। रवि बबरा, ट्रम्पलमन, हर्मिट, चार्ल्स वर्थ, रसिङटन, जिमी निसम, डार्सी सर्ट, क्रिस्लिन, यी प्लेयरहरूले लिगको लेभल त बढाउँछन्, खेलाडीहरूले पनि धेरै नै सिक्ने मौका पाउँछन्। ब्रोडकास्टिङ जे होस् यतिको राम्रो नै मान्नुपर्छ। बिस्तारै हुने नै हो, कमेन्ट्री, होस्ट, प्रोडक्सन यतिको राम्रो नै हो। अब यो फिल्डमा विभिन्न लिगमा अन्तर्राष्ट्रिय स्तरमा पनि काम गर्दै आएका व्यक्तित्व आएका छन्, त्यसलाई सराहना गर्नु पनि पर्छ। नयाँ ट्यालेन्टहरू, नयाँ नामहरू आइरहेका छन्, जुन नेपाली क्रिकेटको लागि ठुलो कुरा हो, राम्रो कुरा हो। नेपाल प्रिमियर लिगका कारणले धेरैलाई क्रिकेट अब राम्रो करियर पाथ हो भन्ने भएको छ। खेलाडीका साथसाथै अन्य धेरै क्षेत्रमा पनि रोजगारी सिर्जना भएको छ, जुन धेरै नै राम्रो कुरा हो। एनपिएल धेरै देशका मान्छेले हेर्न पाउने, फलो गर्न मिल्ने लिग हो। विभिन्न देशका खेलाडी अनि सञ्चारकर्मी यस लिगमा आएर काम गर्छन्, चर्चा गर्छन्, पोस्ट गर्छन्। यो नेपाली क्रिकेटको मात्र होइन, नेपालको नै वर्ल्ड स्टेजमा प्रमोसन हो र नेपालका लागि टुरिज्म एवं अर्थतन्त्रका लागि निकै नै महत्त्वपूर्ण कुरा हो। यी रहे राम्रा पक्षहरू। अब कुरा गरौँ नराम्रा पक्षका बारेमा। अम्पायरिङ भने विभिन्न स्टेजमा नराम्रो देखिन गयो, धेरै नै गल्तीहरू भयो। सामान्य कुरामा पनि गल्ती, हुनु नपर्ने कुरामा पनि गल्ती। अम्पायरिङ सजिलो त छैन, त्यसमाथि एनपिएलमा डिआरएस पनि नहुँदा अम्पायरिङ अत्यन्तै महत्त्वपूर्ण हुन्छ। म्याच नै तलमाथि हुन सक्छ, जसले फ्यान्स, प्लेयर्स, टिम सबैलाई असर गर्छ। नेपाली खेलाडीहरूले जति स्टेपअप गर्न पर्ने गरेका छैनन्, विशेष गरेर ब्याटिङमा। धेरैमा पावर गेमको कमी छ, स्ट्राइक रोटेसन छैन, गेम अवेरनेसको कमी पनि छ र कन्सिस्टेन्सीको पनि कमी छ। आफ्नो खेलमा काम गर्नु धेरै आवश्यक देखिन्छ। त्यसमाथि केही महिनामा T20 वर्ल्ड कप पनि छ, त्यसैले यसरी चाहिँ हुँदैन है। फास्ट बलिङ प्रड्युस गर्नुपर्छ र एनपिएल लगायत हरेक फ्रेन्चाइजीहरूले त्यसलाई प्रोत्साहन गरोस्। कन्सिस्टेन्टली 140+ को स्पिड हान्न सक्ने बलरहरू भए नेपाल क्रिकेटका लागि निकै नै राम्रो हुने थियो। हुन त नेपालीहरूले ब्याटिङको मौका पाउँदा पनि त्यति राम्रो त गरेका छैनन्, तर कुनै बेला चाहिँ फोरेनको बलर्सहरू हाम्रो स्पेसलिस्ट ब्याट्सम्यान भन्दा नि अगाडि आउँदा चाहिँ दुःख लाग्ने। अब यसलाई म्यानेजमेन्टको कमजोरी भन्ने कि रियालिटी चेक भन्ने खै। टिकटको प्राइसिङ, टिकटको कालोबजारी, स्क्याम्सका केही खबरहरू पनि आए। आशा गरौँ आगामी सिजनहरूमा फ्यानको सहजतालाई अझै प्राथमिकता दिइयोस्। र यी नै हुन् राम्रा नराम्रा पक्षहरू। अब राम्रो नराम्रो भन्ने कुरा त जे कुरामा पनि हुन्छ, एनपिएलमा पनि हुने नै भयो। आशा गरौँ आगामी दिनहरूमा यो कुरालाई चाहिँ सुधार गर्दै एनपिएलले, क्यानले लैजान्छ। सी यू इन द नेक्स्ट सिजन।